everyone, welcome to my new video. मैले चाहिँ आज धेरै दिन पछाडि नयाँ भिडियो लिएर आएकी छु। मैले चाहिँ अस्ति नै दसैँको बेला बनाएको थिएँ, त्यहाँदेखि फेरि बनाएको थिइनँ। अनि म चाहिँ तिहार लाग्ने आँट्यो अनि बनाउँदैछु। म चाहिँ अहिले खोटाङमा छु मेरो माइती घर, अनि उहाँको भिडियो लिएर आउँदैछु। हजुरहरूलाई के कस्तो लाग्छ भिडियो प्लिज लाइक गरिदिनु होला, सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। हेलो छोरो, हेलो छोरो, हेलो माइला। जतको डकट नदेखा कौन है ये लोग? यो ब्लग हो क्या, ब्लग। ए भन्ने बिर्से स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। हाम्रो माइला दाजुलाई स्वागत छ। न्यू नहोज्नु आउँछिको दिनमा मेरी आमै। हाम्रो भोगट यति फलाछ कि यति फलाछ कि सबको कनी कनी आइया होगा। हाम्रो खैरको बोट पट्लो छ नि, जन्मिनुभन्दा अगाडिको हो यो चाहिँ। यस्तो दामी बाबा छोरी चाहिँ त्यहाँ खेलेको खेलै छ। मेरो छोरी चाहिँ मसँग पनि मान्दैन, कुप्पाले बोलाउनु भएको भागेको मेरो पापा। अनि छोरी बाई, मेरो भाइ लसुन खेलाउँदैछ। हेलो हेलो। हाम्रो चाहिँ मासु पाक्दैछ क्या, सुँगुर काटेको, सुँगुरको मासु टक्क पकाउँदैछ। हेलो हेलो। मासुको हालत यस्तो छ, यस्तो। मिठो पकाऊ है, मिठो मान्छे कुकमेन। मासु पाक्यो है, मासु पाक्यो, मासु। किन टिपेको हेर्नु है, चानाले सबै। हामी चाहिँ बारीमा आएको, बारीमा चाहिँ टमाटर यस्तो फलिरहेछ, मम्मीहरूको यस्तो टमाटर फलिरहेछ। धान छ, बारीलाई खेत बनाएर मम्मीहरूले धान रोप्नु भएको छ। यो एउटै गराएको थियो पहिला, अहिले चाहिँ छुट्याएर खेत बनाएर यस्तो धान फलाइराख्नु भएको छ मम्मीहरूले। हाम्रो धान छ, हाम्रो पनि धान छ आफ्नै बारीमा। यस्तो दामी छ टमाटरहरू, यस्तो मजाले फलाइराख्नु भएको छ कि यस्तोले पाकेर। पहिला पहिला टमाटर नभएर कस्तो बिजोग हुन्थ्यो पोहोरतिरको तिहारमा। यसपालिको तिहारमा चाहिँ मजाले टमाटर फलाइराख्नु भएको रहेछ पाकेर। फुल पनि रहेछ तल्लो घरको, हाम्रो घरको चाहिँ छैन। तल्लो घरमा पनि धान छ। थोरै टनेलसँग लाएर गर्नुभएको छ गाउँमा। हामी चाहिँ पहिला पनि पहिला लाउँथ्यौँ नि टमाटरहरू, अनि फेरि धेरै भएको थियो मम्मीले लाउनु छोड्नुभएको, यसपालि लाउनुभएको छ। हामी चाहिँ अनि यो सुर्ती रोप्छौँ है, सुर्ती यतातिर चाहिँ हाम्रो खोटाङको हलेसितुवा नगरपालिकाको
घरको तल्लो चिचिङ्गा भन्ने गाउँमा हो हाम्रो चाहिँ घर। यस्तो सुर्ती खेती गर्छौँ हामी चाहिँ। अब्बर दुःख गर्नुपर्छ यो सुर्तीको लागि, तर पनि यो सुर्तीले दुःख गरे अनुसारको हुन्छ। तर यसपालि सबै बिग्रिया पानी परेर टाइम भयो। हाम्रो गाउँ यस्तो छ, खुला मौसम। हामी चाहिँ पदेरा, हाम्रो पुरानो पानी पदेरा। अहिले चाहिँ दामी पोखरी छ, हामी हेर्न हिँडेको। गाई मेरो छोरी, मेरो बुढो अनि म। के भन्न चाहन्छु त? आज कप्का बुढीहरूको गाउँमा ससुरालीमा आएर पढेर जाँदैछौँ। अब हेरिदिउँ कस्तो भइरहेछ। त्यही पनि अब हेर्नु चाहिँ पर्ने हुन्छ साथीभाइहरू। कप्का अब दामी छ अरे, हामी चाहिँ टक्क जाँदैछौँ। तर अहिले पानी सानो रहेछ, ठुलो पानी आउँछ अहिले छैन रहेछ। यो चाहिँ पानी चुहिन्छ अरे यहाँबाट, त्यही भएर कम्ती छ। त्यहाँ छ नि, त्यहाँ अहिले चाहिँ सर्प बसिरहेको थियो यहाँनिर बेरिएर, त्यो डरलाग्दो भइरहेको थियो। यस्तो छ। अनि त्यहाँ पनि छ एउटा बुढो पिपल, त्यो चाहिँ बाँसघारीहरू छ। कफीको बोटहरू रोप्नु भएर चाहिँ आँपहरू धुप्पी हुर्किँदैछ। अनि त्यहाँनिर चाहिँ राईहरूको पुर्खा खुक्चेलिपा एउटा इच्छापुले को चाहिँ मूर्ति राख्नु भएको छ। उहाँले नै यहाँनिर चाहिँ पहिला नै खरिद लागेको बेला चाहिँ आफ्नो शक्तिले चाहिँ तीर हानेर यहाँ पानी उब्जाउनु भएको रे भन्ने पुरानो भनाइ छ। यस्तो अब हामी चाहिँ लागेको तलतिर, भाउजूको घरतिर, दाइको घरतिर। हाम्रो माइला दाइ र माइली भाउजूको घरतिर जाने हो गाइज। मिडुवा सिडुवा ल्याउनु छ, लिएर भोलि पठाइदिनु पर्ने छ। उता भोलि फर्किँदैछ माइला चाहिँ, जाउँ न। अनि उताबाट हेर न, उता पठाइदिने हो भोलि। अनि चाहिँ फर्किन्छ। अनि छोरी र म चाहिँ यति गर्छु। छोरीले चाहिँ फेरि एकछिन छोडा खानु उसको बाबालाई म चाहिएको छैन, नचाहियो। बाबा कि परी भइरह। यस्तो छ। बाई बाई पदेरा। यताबाट हौ, कता हो? यता थियो त बाटो। कुरो कति रहेछ, कुरो लुगा खत्तम हुने हो। त्यही माथि यस्तो लुगा लगाएर हिँडिरहेको छु म। आम्मामामामा कुरो बुझाने मात्रै छ त हौ यहाँ त। यो चाहिँ हाम्रो माइला दाजुको घर जाने बाटो। हामी यतैबाट आउँथ्यौँ, परबाट पनि अर्को पर्छ। यो चाहिँ लानु बाटो। हाम्रो धानबारी थाहा छ? धानबारी छ हाम्रो यहाँ। धानबारी यहाँ चाहिँ हाम्रो दिको आउँदै हुनुहुन्छ। कहाँ पुगेर आउनुभयो दिको? ए घाँस काटेर आउनुभयो? घाँस छैन, यहाँ काठ लोड गर्नुसँग गएको। त्यहाँ माइलो दाइको पसेर ल गत बोक्नु भएको छ त? यो अस्ति छर्नु लाग्यो, मभन्दा अरूको झार छ कि, अनि बजेस्टु गर्नु र अनि छोडेको नसकेर आज ल्याउने छु। हुन्छ दिको। अच्छा, हामी माइला दाजुहरूको टोइलेट इधर माइला दाइको घर आयो। फुल कस्तो राम्रो फुलिरहेको रहेछ, एउटा मात्रै।
अम्बकेर अझै घर त रातो माटोले लिपिराख्नु भएको रहेछ त कहिले लिप्नु भएको घर आज चिटुक्क परेको बिल्डिङ घर आफ्नै घरबाट जानु न अन्त अब हामी नि बनिनु आएको के आउन माइला दाइकोबाट चाहिँ हामी हेरेको किरा बोकेर हिँडेको यस्तो दामी सनसेट भइरहेको हामी चाहिँ पहिला यता घाँस जान्थ्यौँ त तल तल हाम्रो बारी हो यिनीहरू यो सबै हाम्रो बारीहरू फुल पो रहेछ त यहाँ माइला अर्को बाटो हेर पापा पापा जानुभएको बोल्दैन त हेरेछु त त्यहाँ यसो बोल्नु न ल अम्बक हेर जाइतै हेर न पाए खाने किन Bây Khamar sih. Warna. Ini buah. Mama. Kotor satunya. Iya, kopi. क्या हुनुहुन्छ निचन भान्से अन्जम ससुराली मात्र रस ससुराली मत्के छोरो सारा संसार डुलेर भइसक्यो अब आजको भिडियो चाहिँ यति नै अर्को भिडियोमा भेटौँला बाई बाई